गुड मर्निङ भयो, गुड मर्निङ याङलामा, गुड मर्निङ भयो। भाइ पनि उठ्यो। बाहिर कस्तो छ छैन, उज्यालो उज्यालो देखिरह, पानी पनि परिरहेको के अरे। हेलो हेलो गुड मर्निङ याङले। ल अहिले चाहिँ उता थियो, बाहिर आयो। यता अब जुमले त पुग्दैन पुग्नु क्या। यतापट्टिको यो चाहिँ शिवधारा, त्यो चाहिँ पार्वती धारा हो। अब आज गयो भने यहाँबाट पट्ट उताबाट माथि चढेर दर्शन गरेर आउने हो। अब यो चाहिँ याङले खर्क माथि माथि ल अहिले खुल्लै छ, मौसम ठिकै, अहिलेसम्मकै दिनको सबैभन्दा खुल्ला दिन जस्तो हो चाहिँ आज। लेट्स सी अब के हुन्छ प्लान। हामी जाने चाहिँ यतातिर हो। खाजा खान लाग्यो। अब खाजा खाजा शिवधारा पार्वती धारातिर होइन त त्यस्तै छ पारा शिवधारा। गाईको गोरु। अब शिवधारा जानलाई बाटो चाहिँ लगाएको, पानी चाहिँ पर्छ जस्तो छ मजाले। स्तूपा चैत्य भन्दो रहेछ। गुम्बा चट्टानै चट्टान। पानी गरेर रेनकोट लगाएको। सल्लाहहरू त मकालु चाहिँ शिवधारा चाहिँ यता जाने रहेछ, मकालु बेस क्याम्प चाहिँ यता रहेछ, वारी नै रहेछ। बाटो बनाइरहेको रहेछन् टोलीहरूले। बेस क्याम्प जाने रोड चाहिँ यतापट्टि हो। कुच्चा कति टाइम लाग्छ माथि पुग्नुलाई?
हजुर कति टाइम लाग्छ हजुर 4 घन्टा बाटो चाहिँ कताबाट छ ऊ त्यो चौरीहरू हिँडेछ नि त्यतातिर हो हजुर यो त गाडी लानुपर्ने थियो पर्दैन होला नयाँ हो पर्दैन यस्तो पहिले सबै घुमेको ठाउँ त्यहाँ यता शिवधाराबाट यता पार्वती धारामा गर फर्किने त्यो माथिबाट जाने होइन उयो दिल जस्तो त्यहाँ जाने हो कि कहाँ जाने हो यो डाँडै डाँडो गर्ने अनि मध्यबाट यस्तो घुमेर चाहिँ अनि यहाँदेखि सबै पार्वती तल झर्दै यहाँदेखि यस्तो यो हाम्रो यो बिचमा एउटा बाटो छैन हजुर त्यहाँदेखि यस्तो छोडेपछि त्यही बाटो त्यहीँ छ ए ऊहरू जो तल ऊहरू छ रेलिङहरू छ त्यहाँ सबै छ सबै रेलिङहरू छ त्यो जान मिल्ने नयाँ बनाउँदै हो तपाईँहरूले उँधो बाटो अहिले गरेको ए हामी त्यो बगेर सबै जोडिसकेको थियो अनि नयाँ मर्मत गरेको निर्माण गरेको ए ल धन्यवाद धन्यवाद पैसा राखेको छैनौ पैसा राखे भए चढाइदिनु हुन्थ्यो क्या पैसा बोकेको छ अलिअलि मैले पनि छैन पखाइ त छ कि नयाँको भाडी लिएर गएर नयाँ थापे रहेछ हामीले नै साइड गरियो गाडीसम्म भ्याली गइदियो रहेछ नयाँको डाँडो यताबाट हो नेहा खर्क 3696 चौरीहरू माथि माथि गाह्रै छ माथिकै डाँडामा हो जाने पुग्ने चाहिँ पूजा गरेर रहेछ मजाले माने जस्तो रहेछ यहाँ माथि माथि पुगेछ त चौरीहरू हो माथि दामी छ ठाउँ उकालो लाग्यो बाटो शिवधाराको लागि त्यो भाइले जुत्ता खोलेर जानुपर्छ भनेको यहीँबाट हो क्या अरे माथि उसमा गएर खोल्ने जुत्ता त खोल्नु न चिसो हुन्छ त्यही गर्नु पऱ्यो के हेर्नु नि ढुङ्गाको क्या ट्याक 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 भएको नि त्यो फोर्स कम हुँदै गएर यहाँ पनि धेरै फोर्स लाग्दैन क्या पानी यहाँ सिधै आउनु भयो त आल्टो साल्टो पर्दा यहाँ त पैसा जाने हिँड्नु पनि भयो क्या पुरा ढुङ्गा ब्यान्डेडहरू पुरा ऊ रहेछ क्या बेड रक भित्र खर्च है बवाल कालो कालो चढ्दैछौँ हामी पुरै
यता जाने हो हामी जाने निकै माथि आइपुग्यो नि शिवधाराको खुड्किला लोकको ऐसली पाकिरहेको रहेछ पुरै अलि मिठो मिठो रहेछ लौ साङ्लो सुरु भयो अब यहाँ पार्किङ गर्ने ठाउँ रहेछ नि त मान्छेहरू ए बिसाउने ठाउँ चट्टै बनाइदिएको रहेछ यहाँबाट चाहिँ तेर्सो यहाँबाट चाहिँ पुरा जाने है उता माथि जानु रहेछ जाला है जाला कस्तो लाग्यो दामी ल उखाल्नेतिर जानु भएन साङ्लो समातितिर मात्र जानुपर्ने भयो हाइट मजा है मजा आइरहेछ भित्ता खोपेर पुरै बिट हालेर रहेछ चट्ट फर सेफ्टी ल होस् आयो पानी पनि आयो हल्का यता माथि जाने जस्तो छ अब बाटो त ठाडै हो ठाडो छ बाटो यो फलहरू यो खानु मिल्ने खाले फल हो यतातिर पनि फलेर रहेछ मजाले बाटो त अब
ओ यहाँ माथि निक्लेर रहेछ ल ल ल ल अब बादल आइसक्यो र त्यो त ए सिमेन्टेड गरेर राखेर रहेछ नि त हेलिप्याड त फ्लाइट पनि गराउँछ होला क्या शिवधारा फ्लाइट यहाँ बस्ने पार्टी रहेछ बस्नु पऱ्यो एकछिन आउनु त नजिकै आइसक्यो रेस्क्यु सेस्क्यु गर्न नि आउँछ होला रेस्क्यु गरेर नै आउनसक्छ दादा माथि गुफातिरबाट पानी आयो क्या त्यो धाराबाट यही हो जस्तो छ यो लेगाली टोट्ने ल है भोलेनाथ तपाईँको मर्जी रहेछ आइपुग्यो शिवधारा ल रक्षा गर्नु लेख मानिन्छ सधैँ हाम्रो रक्षा गर्नु हामीलाई माया गर्नु यहाँ ल्याएर वर चढाउने रहेछन् शिवधारा अलिअलि देखिरहेको शिवधारा शिवधारा भोलेनाथको महिमा गाउने ठाउँ भोकै त आएको होइन तर अब थोरै स्नान गरौँ शिवधारा भनेको थोरै चाहिँ भिजाउन पानी भाग्छ भन्छन् ल मात्रै नुहाएँ है यही हो नुहाएको हजुर छिर्यो मैले पाप गराएर होइन रहेछु पानी भागेन नि त पानी भाग्छ अरे त्यस्तै भन्छन्
धारा 4310 रहेछ हाइट चाहिँ। सन्तोष मुनि भन्ज्याङ भानु नाम लेखेर एकछिन के नाम लेख्छन् साथीहरू? धर्मकर्म गराउन आउँछन् कि नाम लेख्न आउँछन्? जय भोलेनाथ, जय त्र्यम्बकम यजामहे सुगन्धिं पुष्टिं वर्धनम् उर्वारुक्मी वन्दना। हे बिर्सेछ, त्र्यम्बकम यजामहे सुगन्धिं पुष्टिं वर्धनम् उर्वारुक्मी वन्दना नमः। ओम नमः शिवाय। जय भोलेनाथ बाबा की जय 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 जय। डमरू समरू ल्याएर चढाएर छन् सबले। अब माथि पुर्याउनु पर्यो, रक्षा गर्नु पर्यो। ओ भाइ पनि नुहाएर आयो। अब हामी खाएर पूजा गर्ने कि पूजा गरेर खाने कि पूजा गरेर खाने? पूजा गरेर खाने कि गरेर पूजा गर्ने? खाएर पूजा गर्ने। 22 वर्ष भनौँ न, खाएर पूजा गरे नि भयो, पूजा गरेर खाए नि भयो। भोलेनाथलाई, भगवानको बच्चाले खाँदाखेरि त भगवानको त्यस्तो दुःखी हुनुहुन्न। पाठ पूजा पनि लाउनु रहेछन्। जय भोलेनाथ बाबा, रक्षा गर्नु, मेरो रक्षा गर्नु, मलाई मार्गदर्शन गर्नु। मलाई मार्गदर्शन गर्नु। ल बाहुनको छोरो पाठ गरेर आयो, ठिक छ। आएको मान्छेले गर्नुपर्छ पाठ। ओहो, डाहे मुनालहरूको घर रहेछ नि। भोलेनाथले त सबलाई गर्नुहुन्छ, राम्रो गर्नुहुन्छ है। जय भोलेनाथ, जय शङ्करा, जय यो ज्योतिर्लिङ्ग, जय 12वटा ज्योतिर्लिङ्ग, जय सबै देवता, जय हाम्रो कुलदेवता, जय देवी, रक्षा गर्नु हाम्रो। अब यहाँनिर एउटा थान बनाउँछु मैले शिवद्वारमा। मेरो सबै मलाई माया गर्ने नगर्ने, चिन्ने नचिन्ने सबैहरूको सबैलाई सम्झिँदै मैले यहाँ एउटा ठुलो बनाउँछु। मलाई आदित्यले सम्झेन भनेर चाहिँ नभन्नु कसैले। मेरो सम्झना यहीँ थाती राखेर म अब शिवधाराबाट जान्छु।
चिसो भइसक्यो रहेछ कि यो चाहिँ अब आजदेखि थापना गरियो यसलाई टक्कै माथि चाहिँ ल है ल यो चाहिँ मलाई माया गर्ने नगर्ने सबैहरूको लागि हो सम्झना चट्ट सम्झनामा बनाइयो बा आएदेखि चाहिँ चट्टलाई पूजा गर्नुपर्छ सबले आएर पूजा गर्नु होला जय शिवधारा जय शम्भु जय शम्भु जय शम्भो पानी परिरह अब यो चाहिँ सङ्कल्प गरेर लिएर जान्छु मैले ओम नमः शिवाय 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 जय भोलेनाथ अब यहाँ यससँगै सङ्कल्प हो म यसलाई चाहिँ घर लिएर जान्छु दिस वान फर माई मदर पूजा गर्नलाई शिवधाराको ढुङ्गा त्यहाँ ठुलो बोक्नु सकिन्न सो दिस मच सबैको सम्झनामा यहाँ गरिहाल्यो होइन एउटा थान जस्तो बनाइयो भोलेनाथको ठाउँमा बजाउन आएन क्या अरे ओम नमः शिवाय 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 जाउँ अब पार्वती गुफा जाने अब शिवधारा ओ पार्वती केभ पार्वती केभ भन्ज्याङ यता चाहिँ पार्वती गुफा जाने बाटो हो पानी सुन्ने जा आवाज त्यति बेला झर्ना माथिबाट हारेछ त्यहाँ मौसम खोलेको अलि राम्रो देखिन्छ र यता डुमा पार्वती केभ जय माता रक्षा गर्नुहोस् छोराको ख्याल गर्नुहोस् छोरालाई मार्गदर्शन गर्नुहोस् पकाएर खाना भोक लाग्यो भने केभ चाहिँ यो जस्तो छ
भित्रै जानुपर्ने रहेछ अलि निहुरेर जानु पर्यो तगडावाला शङ्कर रहेछ यो चाहिँ ए खतरा कसले चढाउनु भएको थियो अब त्यो चाहिँ पार्वती के दिन्छ रक्षा गर देवी मार्गदर्शन गर्नु ल यहाँ चाहिँ पार्वती गुफाको मेन चाहिँ यस्तो छ अरबत्ती छ भने बाल्देऊ न हेरेर यसरी गुफामा छिरेर आउनुपर्छ दर्शन सर्शन गरेर यहाँ खानालाई होला यहाँबाट बोकेर लिएर आउँछन् अनि फर्किने बेलामा यहीँ छोडिदिने अरूलाई नल्याएकोलाई काम लाग्छ भनेर चिया खान त मिल्यो नि त मजाले पार्वती गुफा आउँछ हामी यता शिवधारको यताबाट आएको आज यता तल माथिबाट आइरहेको छ पाखामा बाटो छ यस्तो मजाको फर्केर उतै आइयो अब झरिँदैछ होइन अब कति घन्टा लाग्यो 1.5 घन्टा लाग्ला लाग्दैन होला त्यत्रो कलेज पुग्न लाग्ला माथि त यस्तो छ है डाँडा हामी उतै माथिबाट आएको नि त पारीको बाटो अलिअलि देखिन थाल्यो कति त बर्खे झर्नाहरू मात्रै नि हुन्छ क्या यति बेला आउने मात्रै नै हुन्छ कति चाहिँ ठुल्ठुलोहरू चाहिँ उसमा नि अरू बेला नै आउँछ ल हो त्यहाँ चाहिँ हामी उकाल लागेको बाटो आइसक्यो अब यहाँ जाने खोला तर्ने ट्याक्कै त्यसै तल ओह्रालो पुरै जाने बेला चाहिँ उता माथि गएको थियो शिवधाराको इच्छा यस्तो हुन्छ यस्तो गरे मात्रै इच्छा पुरा हुन्छ हेर ज्यानको माया कहाँ फुस्क्या हो फुस्केर त त्यहाँ पुग्यो नि अघि लौरो छोडेको ठाउँमा पुग्यो गइयो माथि कहाँ हेर शिवधारा माथि डाँडासम्म पुग्यो नयाँ भर्खर लाएर चाहिँ नि हामी त दुइटै गराएको ए लौरो त्यहाँ ती थियो हाम्रो लौरो तपाईँलाई देखेन नि त हामीले भुटे चिया खान पाउँछ नुन्चिया पता यो पहिला यो जुन बाटो जुन सुरुमा पहिलादेखि आउँदाखेरि चाहिँ तपाईँहरूले मानेको अनि पछाडि बल्ल बाहुन छेत्री आयो होला नि कि के हो यो अगाडि मानेको नि गरेको लामाले गर्छ लामाले गरे होला नि होइन पहिला त शिवजी भन्दा त्यो लामाको त्यो शिवजी भन्दा उनी त्यो मन्त्री सानो सानो हुँदै आउँछ नि त गैडिस छ नि निकै त्यो दा गर्दै आएपछि त्यो अनि उत्खनन गर्दाखेरि मध्ये त्यो यो सृष्टि यहाँसम्म छ भने एउटा हामीसँग त्यो लामाहरूसँग सबै पुस्तकै छ जे के भन्नुहुन्छ अरे त्यो उसलाई माथि शिवलिङ्गलाई त्यो के अरे शिवधारालाई के भन्नुहुन्छ अरे सिसीडुङ्ग अनि पार्वतीलाई पार्वती गुफालाई हजुर सेर्के दुकम शेल भनेको त्यो शिला शेल्के डुकम भनेको सेल्के डुकम खुरी डुकम भनेको त छ त्यो शिवजी पुरै बस्ने अहिले पर छ तातो छ भने ठाउँमा पाहाडमा यसो ठ्याक्कै गएर माथेको ठाउँ छ अनि त्यो शिवजी त्यहाँ बसेको पहिले
त्यो चाहिँ यो भन्दा उता जानुपर्छ कहिलेको कुरो हो नि यो त्यही त अब यहाँ आमा बाबु छ आमा अन्त संसारमा छैन अलसी पनि छैन सन्तान माग्न चाहिँ यहाँ छ फेरि कता यहाँ भुँडैभुँडी छ यस्तो नानी माग्ने यता भुँडी ल्याउनु पर्यो फेरि ए बाटो गयो भने चाहिँ अझै यताबाट जान्छ यहाँ यो बाटो पर यहाँ मैले नि उयो यहाँबाट योजना लगाएर अहिले त्यहाँ पूजा गर्छ नि त्यहाँ गएर निसन्तान हुँदैछ बाटो त राम्रो बनाएको छ बाटो ठिक रहेछ यताको बाटो पनि त्यहिले त्यो निसन्तान हुनुहुन्छ सन्तान उतै सानो छ नि त उता जाने यहाँबाट सानो भएको छ नि यो भनेको पहिलेको त्यो भन्छ पहिले यसलाई चाहिँ के भन्छ भन्नुभयो अरे आमा बुझौँ आमा बुझौँ बुझौँमा निसन्तान अझै छोरा बुढी भएको छोरा माग्ने छोरी सन्तान माग्ने निसन्तान भन्दा पनि सबै निसन्तान यता। भनेपछि सन्तान माग्ने है त्यस्तो रहेछ अब हामी चाहिँ घुमेर आइयो अब यहाँ शेर्पावास तपाईँहरूलाई यो त राम्रो गाडीहरू गणेश छ त्यहाँ अहिमङ्गे ठाउँ छ त्यहाँ सबै छ नि यहाँ जीवन चक्र छ यहाँ पाप र धर्मको यहाँ भन्ने पनि छ अहिलेदेखि नै त्योहरूको मात्रै हो लक्ष्मण यहाँ बनाउनु यहाँ बेग छ फेरि पानी पर्यो पुरै पानी पर्यो दुध खानुपर्छ अब यहाँ चौरीको दुध चरीको दुध खाने आमा अब दुध एक माना खायो भने भोक लाग्दैन ठुल्ठुलो काट्छ अकमाना चाहिँ खानु सक्दैन थोरै चाहिँ खाउँ 2 माना छ नि 2 माना छ 2 माना त खानु सक्दैन 2 कप चाहिँ खान्छ 2 कप माना भनेको यो हो ए यो चाहिँ माना हो करोमा कति त करोमा पर्छ नि त होइन किलो र करोमा मात्रै हुन्छ तल चाहिँ यहाँ चाहिँ मानाको कुरो हुन्छ माना अलि महँगो भयो माना त 100 रुपियाँ माना त निकै महँगो भयो नि कहाँमा 150 पो गरेर पर्छ सबैले खाएर दुध चाहिँ? जान्छ होइन खाएर जान्छ चियाले त 100 गर्छ त्यो रङ्गलाको चियाले त होइन होला अलि छिल्डाडामा माथि 100 कस्तो राम्रो व्यापारी रहेछ है ब्याक टु होटल याङले खर्क अब यो जुत्ता सुत्ता सुकाउनु पर्छ यार माचिसो चिसो हुन्छ अब चट्टा सुकाएर अनि भोलिको लागि तयारी गर्नुपर्छ काम चाहिँ टन्नै छ भारी मिलाउन छ उता चाहिँ फोन गरियो उता हाम्रो अनिलले भनिदिएको मान्छेलाई रामकाजी श्रेष्ठलाई खारेमा अन्त त्यो मान्छे हिँड्दैन भनेर भोलि कन्फर्म गर्नुपर्छ भन्दाखेरि पनि त्यही अनुसार मिलाएर हिँड्नु पऱ्यो नि ऊ हिँडेपछि अब यताबाट लगभग धेरै कुराहरू कन्फर्म हुन्छ सेर्पेन कौल भएर उता निक्लिन होला अब लेट्स अब कस्तो हुन्छ अब गर्नु चाहिँ खोजेको हो अब एकदम राम्रो होस् शिवधारा भोलेनाथको कृपा होस् अम्बाको कृपा होस् क्रस गर्नुपर्छ ल यहाँ होटेलमा आएर जुत्ता सुकाउँदैछौँ ए चट्टा जुत्ता सुकाएको छु मैले चाहिँ पुरा घाम पानीले भिजेको जुत्तै गनाउनु थालेछ त्यही भएर त्यसलाई आगोमा सुकाउँदैछौँ दुईजनाले उसले पनि चट्टै जुत्ता सुकाएको छ अहिले चाहिँ के हुन्छ रक किन रोक हो यो लसुन खान सकिनँ मैले हाँस्छु नि आयो पानी छिलाउँदै अनि लसुन खाँदै गरेर फेरि नरो रुनुहुन्न आम्मा अघि मलाई पनि त्यस्तै भएको थियो पुरा आँसु आएको यार चरममा चबाइदिएको होइन आम्मा पुरा आँखाबाट आँखा तर झरिरहेको कृष्ण भाइले अब फाटेको पानी छिलाउँदैछ आइरह
ढलेको ल लसुनको पोटीले मङ्गमै ढल्यो त रेस्ट छिउधारा गराइयो जुत्ता खाँदा सुकाइयो अब अहिले रेस्ट गरेको एकछिन ल अब खानसान खाइयो सुत्ने गुड नाइट बाई बाई सी यू नेक्स्ट डे